आज चाहिँ म यता गङ्गोबु बस स्टपतिर आएको छु हैन। एकदम छोटो भिडियो हुन्छ। यहाँ चाहिँ मैले मुख्य यता यो सुकुम्बासी क्षेत्र यहाँ पनि भट्टाएको छ भन्ने कुरा चाहिँ अलिक र टेक्निक खानहरू चक्कामा गएर चक्कामा मान्छेहरूलाई हतार भएपछि केही के हो त्यो है ठिकै छ। भर्खर लाइसेन्सलाई भन्न मिलेन। ओहो यहाँ त भत्काएको रहेछ नि त। ल हाँस्न त हुँदैन होला तर पनि हाँस चाहिँ उठिरहेको छ होइन। अनि मैले रुटमा गुड्दाखेरि चाहिँ मजाले थियो क्या। यता सबै छात्रहरू थियो। एउटा स्कुल पनि थियो। ल म बिस्तारै गएँ यहाँबाट। अरे शङ्का त मलाई अलिअलि लागिरहेको थियो यहाँ पनि लाउला कि डोजर होइन भनेर। लास्टमा त लगाइदिइसकेको छ। हातका ल्याएर खोरको डङ्गुर फिल्टर भइरहेछ यहाँ चाहिँ। ल जस्तै भयो त। तर यहाँको चाहिँ धेरै फोहोर चाहिँ भइरहेको थियो है। फेरि यो अब यहाँ धेरैजनाको पक्ष धेरैजनाको विपक्ष लिनुपर्ने हुन्छ होइन। तर यो सबै खोला पुरै फोहोर थियो क्या। पुरा त्यो छाप्रोबाट पुरै त्यो जेनी झारे जस्तो होइन सबै बगेको त्यो बाटो बनेकै थियो क्या। खोला त्यत्तिकै पनि प्रदूषित भइरहेको थियो। ठाउँ पनि पुरै भत्काएको छ। ल अरे ल ठिकै छ। अब के भन्ने राम्रो भयो होला कि नभयो होला त्यो चाहिँ थाहा छैन। मैले सोच्दाखेरि चाहिँ भयो होला। किनकि यहाँ आएर बस्नु मिल्छ भने त म पनि आएर एउटा जस्तामा बारेर भए पनि एउटा कोठा होइन मजाले बनाएर म्याट ओछ्याएर सुतेर पनि बस्छु क्या। बरु छोकेटा जग्गा पाइन्छ भने त भएन। बच्चैदेखि मेहनत गर कमाउनु पर्छ पैसा बस्नु खान। थाहा छ सरकारले दिन दिन्छ तर पनि एउटा प्रेसर त थियो नि त। अब यहाँ बिना प्रेसर आनन्दले बसिरहेर मान्छेहरू होइन। यता बस्तार भयो। ल यताको चाहिँ सक्यो। यहाँभन्दा उता त सबै मिल्दिने होला। ल यो चाहिँ हाम्रो लोड्से मल धर पारेर यो चाहिँ लोड्से मल। ल यस्तो फोहोर छ। अनि फोहोर होइन सबै यतै बगैँचा छ। धारो नि त है फेरि मान्छे नुहाइ गएर चाहिँ ठिकै होला। यतिसम्म भएपछि मैले पनि हेरेको थिएँ।